साथीहरु नमस्कार, म विमल पोखरेल। हजुरहरु हेर्दै हुनुहुन्छ विमल पोखरेल 2.0 युट्युब च्यानल। हजुरहरुले बुहारी भाग 289 ता हेर्नु भयो के होला? हेर्नु भएको छैन भने पनि चिन्ता मान्नु पर्दैन हजुरहरुले चाहिँ। मैले यो भिडियोमा चाहिँ बुहारी भाग 289 मा के भएको थियो र बुहारी भाग 290 मा के हुन्छ भनेर चाहिँ थोरै परिकल्पना गर्ने छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र च्यानलमा नयाँ छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। र साथीहरु कुरा गरौँ बुहारी भाग 289 मा के भएको थियो त? धेरैले थाहा हुन सक्छ बुहारी भाग 289 मा चाहिँ रामले अपराधीहरुको पर्दाफास गरिदिएका थिए साथीहरु। भने चाहिँ दुर्गा आमा र उनको प्रेमी जेल गएका थिए र मालती र सुर्ती भने चाहिँ त्यही घरमै छन्। उनीहरुले चाहिँ रामले आफ्नो तर्फबाट धेरै सजाय दिनु बाँकी नै छ साथीहरु। उनको बहिनीलाई त्यस्तो पार्नुमा सबैभन्दा ठूलो हात सुर्तीको छ साथीहरु। साथीहरु अब हामी कुरा गरौँ बुहारी भाग 290 मा के हुन्छ भन्ने चाहिँ थोरै परिकल्पना गरौँ साथीहरु। बुहारी भाग 290 मा चाहिँ राम, मुना र कमला सँगै मिलेर बस्ने छन्। भने चाहिँ उता सुर्ती र मालतीको चाहिँ अब दुःखका दिन आए भन्दा पनि फरक नपर्ला, दुःखका दिन त आइसकेका छन्। रामले चाहिँ उनी दुवैजनाको एकमुन्टा आँखा फुटाल्दिएका थिए साथीहरु। आँखाको नानी झिकेर फाल्दिएका थिए साथीहरु। अब गुच्चा खेलेथे भन्दा पनि फरक नपर्ला चाहिँ साथीहरु। भने चाहिँ सुर्ती र मालतीले घर छोडेर भाग्ने पनि प्रबल मात्रामा सम्भावना देखिएको छ। किनभने चाहिँ अब चाहिँ घर बस्यो भने चाहिँ रामले उनीहरुलाई अब बाँकी छोड्दैनन् साथीहरु। यो तपाई हामीले थाहा भएकै कुरा हो। त्यही भएर चाहिँ उनले चाहिँ घर छोडेर जाने प्रबल मात्रामा सम्भावना देखिएको छ। अब हामी कुरा गरौँ बुहारी भाग 290 मा रामको र शंकर दाइको पनि मिलन हुनेछ साथीहरु। शंकर दाइ चाहिँ रामको आत्मीय साथी र आत्मीय दाइ पनि हुन् साथीहरु। यो कुरा चाहिँ तपाईहरुले आगामी भागहरुमा जानकारी पाउनु हुनेछ। बुहारी चाहिँ आज आउँदैछ साँझ 8 बजे। आज चाहिँ शुक्रबार हो। साँझ 8 बजे चाहिँ बुहारी वेसारी डिजिटल युट्युब च्यानलमा प्रसारण हुँदैछ। अब के हुन्छ भनेर चाहिँ हामीले अब बुहारी भाग 290 पनि हेर्नु पर्ने हुन्छ र मैले भन्छु हजुरहरुले चाहिँ बुहारी भाग 290 नछुटाउनु होला साथीहरु। सुर्तीले र मालती काकीले पनि यही भागमा सजाय पाउनेछ। ल साथीहरु, म विमल पोखरेल यो भिडियोबाट यही बिदा हुन चाहन्छु। फेरि भेटौँला अर्को भिडियोमा। त्यति बेरसम्मको लागि चाहिँ हाम्रो च्यानलमा जोडिनु होला र च्यानललाई सब्स्क्राइब हान्दिनु होला र भिडियो मन पर्यो भने भिडियोलाई लाइक हान्दिनु होला। र हजुरहरुको साथीले पनि बुहारी जस्ता सेन्टिमेन्टल सिरियल हेर्नुहुन्छ भने चाहिँ उहाँलाई चाहिँ शेयर गरिदिनु होला। हजुरहरुको शेयरले चाहिँ मलाई चाहिँ ठूलो मोटिभेसन मिल्ने गर्छ र आगामी दिनहरुमा पनि म हजुरहरुको लागि यस्तै भिडियो पस्किने बाचाका सहित आज चाहिँ म विमल पोखरेल यो भिडियोबाट यही बिदा हुन्छु। फेरि भेटौँला अर्को भिडियोमा। त्यति बेरसम्मको लागि चाहिँ जय नेपाल।